तिब्बत तर्फबाट आएको बाढीले रसुवाको टिमुरे बजार क्षेत्रका बस्तीमा ठूलो क्षति पुगेको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बिहान करिब 9 बजेको समयमा अचानक आएको ठूलो बाढीले टिमुरे बजारको क्षेत्रमा क्षति पुगेको हो। रसुवा जिल्लामा मात्रै 3वटा प्रहरी कार्यालयमा क्षति भएको प्रहरी प्रधान कार्यालयले बताएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार इलाका प्रहरी कार्यालय टिमुरे, प्रहरी चौकी श्यामपुर बेसी र प्रहरी चौकी रसुवागढीमा ठूलो क्षति आएको बताइएको छ। यी कार्यालय र त्यहाँ कार्यरत कर्मचारीहरूको विस्तृत विवरण भने आउन बाँकी रहेको प्रहरी प्रधान कार्यालयले बताएको छ। रसुवामा ठूलो बाढी पहिरो आएपछि ट्राफिक प्रहरीले 4 जिल्लामा जाने सवारी साधनलाई काठमाडौँमै रोकेको छ। काठमाडौँबाट रसुवा, नुवाकोट, चितवन र धादिङ जाने सवारी साधनलाई काठमाडौँमै रोकिएको हो। बोर्डर आउटपोस्टमा खटिएका 9 जना सशस्त्र प्रहरी सम्पर्कविहीन भएका छन्। सशस्त्र प्रहरीका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार 9 सशस्त्र प्रहरी सम्पर्कविहीन रहेका छन्। नेपाली सेनाको AI-17 हेलिकप्टर मेडिकल टिम बोकेर काठमाडौँबाट बाढी प्रभावित क्षेत्रतर्फ उडेको छ। नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाको इमर्जेन्सी मेडिकल रेस्क्यु टिम बोकेर जिल्ला अस्पताल त्रिशुलीतर्फ उडेको छ। यसैबीच प्रधानमन्त्री बालेन शाहले आपतकालीन बैठक बोलाएका छन्। भोटेकोशी बाढी प्रभावित को उद्धारका लागि आवश्यक कदम चाल्न प्रधानमन्त्री शाहले आपतकालीन बैठक बोलाएका हुन्।